हेलो हाई नमस्ते। यो दृश्य तपाईहरु देख्न सक्नुहुन्छ सङ्खुवासभा तुमलिङ टार एयरपोर्ट भने आज चाहिँ म यहाँबाट अरुण नदी तरेर भोजपुर दिङलातर्फ लागिरहेको छु। सतीघाटबाट चाहिँ दिङला जानुपर्ने बाटो यस्तो छ। बीचमा चाहिँ बाटो बन्द छ भनेर लेखिदिए त हुन्थ्यो नि, त्यति पनि लेखेको छैन। माथि घुमेर आउनु पर्ने हुन्छ। बन्द चाहिँ बन्दै रहेछ। बाटो बन्दै गरेको कारणले यहाँबाट कुनै पनि सवारी साधन अघि बढ्न नसकेको कारणले हामी पर्खिरहेको छौँ भने यो बाटो माथिल्लो बाटो रहेको छ। यहाँबाट घुमेर हाम्रो सवारी साधन आउँदैछ। यहाँबाट हामी अगाडि बढ्नेछौँ। अप्ठ्यारो बाटोमा हामी हिँड्दै डुल्दै यो जङ्गल तपाईँ देख्न सक्नुहुन्छ। रुद्राक्षको बिरुवाहरूको सानामा एकदमै चढ्न रुचाउने ट्र्याक्टर यसमा चढ्न पाए यति खुसी लाग्थ्यो। र जाँदै गर्दा बाइकहरू पनि कच्ची बाटोमा आउँदैछ। हामी अघि बढिरहेका छौँ। यो ठाउँहरू हामी पहिले एकदमै घुम्न आउन रुचाउँथ्यौँ है। मनोकामना मन्दिर आउने अनि अरुण नदीको किनारमा दाह संस्कार गर्ने, जो कि मान्छेको मृत्यु भएको छ भने, अनि त्यहाँबाट यो जङ्गलहरू ढाँडे के भन्छ यसलाई, सायद ढाँडे गाउँ भन्छ यसलाई। एकदमै राम्रो छ। यहाँभन्दा थोरै अगाडि यो बाटो देखिरहनु भएको छ, यो सङ्खुवासभा जिल्ला पर्छ भने यहाँभन्दा थोरै अगाडि पुगिसकेपछि त्यो पारिपट्टि भोजपुर जिल्ला पर्छ। र बिचमा चाहिँ यहाँनिर एउटा घाट रहेको छ। मानिन्छ हिँड्ने पुल पनि देखिरहेको छ। र यहाँबाट चाहिँ गाडीहरू तर्छ जो एउटा घाटबाट। यो चाहिँ ढाँडे भन्छ यसलाई। यो सङ्खुवासभा जिल्लाकै हो। र यो जुन बाटो देखिरहनु भएको छ यता यो खोलादेखि यता अगाडिपट्टिको मोडको साइडको चाहिँ सङ्खुवासभा जिल्लाबाट भने त्यो पारिपट्टि भोजपुर। र त्यहाँबाट फेरी पनि लागिरहेको छ। यसलाई फेरी नै त भन्छ सायद। ल गाडीहरू टेम्पोहरू चल्ने त्यहाँबाट चढ्दैछ भने परबाट बाइक आइरहेको छ। यो चाहिँ यो पुलबाट बाइकहरू मान्छेहरू त्यो पुलबाट हुन्छ भने यहाँबाट गाडीहरू गाडीपट्टि रहेछ सङ्खुवासभा र पारिपट्टि रहेछ भोजपुर। सङ्खुवासभाबाट भोजपुर जाने ठाउँ अरुण नदी, सतीघाट भन्छ। पारिपट्टि चाहिँ रिसोर्ट पनि रहेछ यहाँनिर, सायद मक्कालु समथिङ त्यो रिसोर्ट छ। बाटोको केही असुविधा नै यसरी चाहिँ अरुण नदीमा फेरीले गाडीहरूलाई पार गरिरहेको छ। यो घना जङ्गल तपाईँ देख्न सक्नुहुन्छ दिङला साइडको। फेरीलाई अल्झाउने यानि कि रोक्ने यो मेसिन अब त्यो उताबाट आएको गाडी आउनु पर्यो होइन। अब अनि यताबाट फेरि यो जान्छ होइन त। सुसाउँदै गरेको यो अरुण नदी हामी भने अहिले फेरीको पर्खाइमा छौँ। किनकि पारिबाट कुनै पनि सवारी साधन नभएमा यता आउनलाई गाह्रो मान्ने रहेको कारणले हामी पर्खाइमै छौँ। सतीघाटको पुलमा यो मान्छेको भिड देख्न सक्नुहुन्छ, जो कि यो पारिपट्टि रहेको मक्कालु रिसोर्ट घुमघामको लागि आउनुभएको हुनसक्छ। यो देख्न सक्नुहुन्छ। हेलो
फेरीलाई टाइम लाग्ने भएको कारण हामी भने यो पुलतर्फ आएका छौँ, जो पारी जानको लागि भने यहाँ देख्न सक्नुहुन्छ मक्कालु रिसोर्टमा यो बोटिङ गर्न आउनुभएको मानिसहरू। फेरि भर्खर जाँदैछ, त्यहाँ गाडी बसिरहेछ। यस्तो दामी दृश्य छ। मक्कालु रिसोर्ट, यहाँ चाहिँ विभिन्न पर्यटकहरू आउने गर्दछन् भने अहिले पनि ल बोटिङ भइरहेको छ, यहाँ देख्न सक्नुहुन्छ। तीन घन्टापछि बल्ल फेरि चलो। यहाँबाट चाहिँ उता गाडी जाने भन्ने कुरा छ। लामो समयको यो पर्खाइपछि हामी अरुण नदीबाट केही माथि यो जङ्गलको बाटो जाँदैछौँ। हामी दिङ्लातर्फ लागिरहेका छौँ भने यो कच्ची अनि पिच बाटो हुँदै हामी अगाडि बढिरहेका छौँ। केही माथि आइसकेपछि यो फेरि पनि तिमिङटार विमानस्थलको टाढाबाटको दृश्य सँगसँगै यो मक्कालु हिमालको दृश्यलाई मैले कैद गर्दै आजको भिडियो यहीँबाट अन्त्य गर्न चाहन्छु। किप वाचिङ, थ्याङ्क यू।